गुड मर्निङ साथीहरू, नमस्कार है त। एउटा जल्दोबिल्दो विषयमा चर्चा गर्न मन लाग्यो। अलिकति सन्दीप लामिछाने भाइको विषयमा अनि जुन छोरी मान्छेहरूले उसको विषयमा जुन किसिमको एउटा अपमानजनक होइन शब्दहरू बोलिरहनु भएको, एउटा अपमानजनक तरिकाले चाहिँ एउटा हाँसोको मजाको पात्र उहाँहरूले बनाइरहनु भएको थियो। त्यो भिडियोहरू खुब हेरेँ मैले पनि। अनि यहाँ खेर त्यो सन्दीप लामिछानेको फ्यानहरूले अथवा सन्दीप लामिछानेले त्यो भिडियोको विषयमा बोलिसकेपछि त्यो दुईजनामध्ये एकजना फेरि त्यो छोरी मान्छेले आएर के भनिरहनु भएको छ भने एउटा हाँसोको कार्यक्रम थियो अरे, एउटा रमाइलोको कार्यक्रम थियो अरे। त्यो रमाइलोको कार्यक्रम भयो भन्दैमा कसैको व्यक्तिगत जीवनलाई एउटा हाँसोको पात्र बनाउने अनुमति चाहिँ सायद कसैलाई पनि छैन होला होइन। अनि उसले के भन्दै थियो भने जति पनि गाली गरे सबै छोरी मान्छेले गाली गरेर के छोरा मान्छेले गाली गरेर उनीहरूलाई छोरी मान्छेले गाली गरेर जुन भिडियोहरू आइरहेछ त्यो छोरी मान्छेले हेरेन होला र छोरी मान्छेलाई चाहिँ सही लाग्यो होला सन्दीपको विषयमा त्यो बोल्दै गर्दा जुन किसिमको अपमान शब्द जुन किसिमको एउटा अझै पनि व्यभिचारीकै रूपमा उसलाई व्याख्या गरिरहेको थियो। अझै पनि त्यो अपराधी नै जस्तो टाइपले चाहिँ उनीहरूले हाँसोको एउटा भिडियोहरू एउटा हाँसोको पात्र चाहिँ बनाइरहेको थियो। त्यो पनि ठिक हो भन्ने किसिमको चाहिँ छोरी मान्छेले गरेको हो कि जस्तो लाग्यो क्या। के छोरा मान्छेको चरित्र छोरी मान्छेको चरित्र छोरा मान्छेको चरित्र चाहिँ चरित्र होइन। छोरा मान्छेलाई चाहिँ जे गर्दा नि हुन्छ। कुरा चाहिँ समानताको, तर अहिलेको छोरी मान्छेहरू चाहिँ छोरा मान्छेभन्दा माथि हुन खोजिरहेको जस्तो लाग्छ क्या। समानता खोज्या हो भन्दा ठिकै हो, तर यी दिनहरूमा म जति पनि भिडियोहरू हेर्छु, कानुनी मैले संविधानको कुराहरू पनि हेर्दैछु, सबै छोरी मान्छेलाई प्राथमिकता राखेर भिडियो बनाइरहेछ क्या। माया गरिन्छ, सम्मान गरिन्छ, तर जुन किसिमको व्यवहार भइरहेछ यहाँ एउटा छोरा र छोरीको विभेदमा छोरी मान्छेले जुन किसिमको आफू चाहिँ जहिले पनि सही र छोरा मान्छे चाहिँ जहिले पनि गलत भन्ने कुरा अति भइरहेछ। एकदम उम्लियो भने पोखिन सक्छ, ख्याल गर्नुहोस् है त। त्यो अरूलाई पनि लागु होला। छोरा मान्छे चाहिँ एकजना केटीसँग घुम्यो भने होइन दुनियाँ गर्ने, अनि छोरी मान्छे चाहिँ 10जना केटासँग खेलाउँदाखेरि पनि केही नहुने। छोरी मान्छेको विषयमा एक शब्द बोल्यो भने चाहिँ होइन छोरी मान्छे नै उर्लेर आउने। छोरा मान्छेको चरित्र हत्या गर्दा चाहिँ ठिक ख्याल गर्नुहोस् है साथीहरू। मलाई एडिट गर्न आउँदैन, नत्र म त्यो भिडियोहरू हालेर मैले पोस्ट गरिदिन्छु।